हेलो गाइस वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा फेरि पनि तपाईँहरूलाई सबैजनालाई रमाइलो हुनेछ होइन। आज जाँदैछु माई मेला। उता मेरो साथीहरू जाँदैछ होइन नुहाउन। अब यिनीहरू जाँदैछ नुहाउन, अब म पनि जान्छु नुहाउन। अनि त्यसपछि जाने हो माई मेला। अब के हुन्छ हेरौँ न त गइसक्यो नुहाउन होइन। अब म पनि जान आँटेको नुहाउन, नुहाएर अनि त्यसपछि जाने हो हामीहरू अब माई मेला। वर्षमा एकचोटि आउँछ अनि त्यसपछि जाने वर्ष नि अनि अब नुहाएपछि अनि होइन म रेडी भइसकेपछि लुगासुगा लगाएर। यसलाई चाहिँ कस्तो स्याड भयो क्या फेरि आज। अब बरै तनायो भएछ क्या फेरि आज। यस्तो छ मान्छे। घडी पनि लगाएर आएको छु। रोलेक्स त होइन तर रोलेक्स भन्दा कम पनि छैन फेरि घडी हो। खतरा पनि घडी त फेरि। अब म रेडी भइसकेपछि अब साथीहरू आउँदैछन् अनि त्यसपछि जाने हो। अब अलिक यो र म मात्रै छौँ दुईजना। अब अलिक सिङ्गल जानु फेरि। अब उयो भयो यार एक्कासी पऱ्यो जायो गाडी साडी रोकेर मा पाङ फुलुङ दियो यसलाई त यार। भन्दा के भन्नु है झन्डै लाग्यो ट्याक्क हिरो जस्तै टक्क अगाडि बाइक आएर रोकेर झन्डै बोधी खायो। पागलै हो क्या यो। गाडी रोकाएर हामीलाई उतारे उतिन मानेर रवन ढिट उतार्यो। लेकिन एन्ट्री चाहिँ खतरा थियो पुरै बस होइन कल अगाडि नै बाइक लग्ने हिरो जस्तै हिरोको एन्ट्री उत्रि भन्दै थियो हामीले नमानेर झन्डै यहाँ ढिट गाडी यस्तो अरे हात फ्ल्याट फ्ल्याट एक झापट यसले भेट्यो मलाई चाहिँ यसले सेप हाल्यो होइन। म त मेरो थोप्रा चाहिँ बच्यो तिनजनाले भेट्यो होइन। कुटेर पानी खुवाउँदैछ पुस्करले बाल्न मलाई ठिकैले मैले नाकमा मात्रै चेप भयो त्यति मात्र अब भेटिन। म त बस्यो यार तले गर्दा बाँच्यो नि म। पुस्करले चाहिँ घरमा राम्रो चाहिँ खायो। मैले पनि खाइनँ। मैले त मेरो टच मात्रै भयो, नाकको टच मात्रै भयो। अब के भएन झन्डै बोली दाइ पनि आएको छ। एकजना यहाँ बस्ने एकजना यहाँ बस्न बसिहाल्न अब जाँदैछ माई मेला होइन। सबैजना रेडी भइसक्यो। कति जम्मा 8जना छौँ हामीहरू त। माई मेला पनि छ अझै एकैचोटि मिसिने अनि त्यसपछि हेरौँ न माई मेला कस्तो बनाएको रहेछ यो पालि। टिकटकमा म त हेरेको थिएँ तर त्यति खास चाहिँ थिएन। 2टा रोटी पिङ्थ्यो अनि अब त्यहाँ के हुन्छ टिकटकमा त्यो 2टा रोटी पिङ्थ्यो अनि यताउति खै के थियो ए पानी। सो गाइस एयरपोर्ट पनि ल्याइसकेको छ होइन। यहाँ हेर्नु सक्नुहुन्छ दामी गाना सुन्दै जाँदैछु अहिले म। गाना सुन्दै जाँदैछु त्यो पुरा चल्दैछ। यो त सट्टी भइसक्यो यता सट्टी भइसक्यो अरू यहाँ बसिरहेको छ पछाडि पनि छ। त्यहाँ खतराले बस गइदियो ट्रेन गयो जसरी गइदियो। वर्षमा एकचोटि आउने मेला त जानै पर्छ नि यार। कहिले काहीँ रमाइलो हुन्छ। हाम्रो भिडियोमा चाहिँ अलिकति मुख छाडाछाड पनि हुन्छ है। त्यसको लागि त्यो चाहिँ माइन्ड नलिँदैन होइन। एयरपोर्ट लागेको थियो नि त भाइ कान सिधा। अब त्यसो भए माई मेलामा देखाउने कि आधी बाटो देखाउँदैन। फ्ल्याक्स किन गरेको यो देखाएको फ्ल्याक्स गरेको गाई चला। होइन अब झर्नाहरू हामी आइसक्यौँ। अब जाँदैछौँ अब ल अब उठ अब जाउँ। खायो भएको छैन अझसम्म। भिड त खतरा रहेछ जे भए पनि। मान्छे त धेरै नै छन्।
गाई मान्छे हेर्नु न मान्छे हेरेर ढक परिसक्यो र मलाई कति मान्छेहरू छ आम्मो त्यो मान्छे नि हो यतिको यहाँ चाहिँ मेला हेर्नु लागिरहेको छ मेला छ टेडी बियर छ कल गर्न तिनीहरूलाई तिनीहरूसँग फोन हुनु पऱ्यो नि त भाइ अहिले सबैजना आउने बेला भयो नि त सो अब चाहिँ जान आँटेको अब जान आँटेको खोलातिर मुख सुक्दिन अब त्यसपछि हेरौँ न सो हाम्रो पुरी पनि हेर्छ चाहिँ खाजा हेरौँ होइन खालि सब्जी चाहिँ आएको छ पुष्कर र रियाद भाइहरू दमकबाट आउनु भएको रहेछ सबैहरू कतातिर हुनुहुन्छ यहाँ साथीहरूले खोजिराख्नु भएको छ र यस कन्केश्वर पञ्चमुखी शिवालय मन्दिर अगाडि आएर आफ्नो साथीहरूलाई भेट्नको लागि अनुरोध गर्छौँ पुष्कर र रियाद ए ल भेटिसक्यौँ ठ्याक्कै अनाउन्समेन्ट पनि गऱ्यौँ भेटि पनि सक्यौँ एकतिर कुद्न ठ्याक्कै त्यसको अनाउन्समेन्ट पनि गऱ्यौँ भेटि पनि हाल्यौँ यार कहाँ गयो ऊ अगाडि ओ पुष्कर सुनिस् नाम सुनिस् पुष्कर र रियाज त्यहाँ हामीले अनाउन्समेन्ट गरिदिएको थियौँ फेरि कस्तो हामीले हौ पुष्कर र रियाज कहाँ छ भनेर भन्दै खोजिदिनु उयो अनाउन्समेन्ट गरिदिनु भनेको थियौँ कि पुष्कर र रियाज कहाँ हुनुहुन्छ साथीहरूले खोजिरहेको छ भनेर पर्खिँदैछ भनेर क्या गाइस यहाँ चाहिँ भिड चाहिँ ओभर छ यार उ त चस्मा हेर्न आइज नि चस्मा हेरिदिउँ न अब निकाल्दै भिडियोको लागि जाम देख्यो ल है हेर त अरे गुन्डा सेम टु सेम प्ले सोयो राख्दिन चल सक्के नाम किन यसरी छोडेको यार ओइ नपकानी हो पारिजनालाई गर्नुपर्छ अरे लाइन लाग भन्छ फोटो खिच्नु कहाँ खिच्नु भ्यू पनि दामी छ अरे यता पाहाडको यो त कस्तो साइड हो लाइन लाग्नुपर्छ भन्दैछ को लाइन लाग्छ त्यो भन्दा राम्रो ढुङ्गी राख्छु पो त त्यो भन्दा राम्रो होइन त 2 घन्टासम्म लाइन लाग लाइन नलाग्ने मान्छेहरू यसरी आउँछन् क्या के गर्छन् हौ पुल पनि कत्रो जाम भयो यार पर्वताको पोजहरू हेर्दै हुन्छ ढक मान्छे अरे ढक भयो दाइ ढक भयो मान्छे ढक भयो यो फोटोग्राफरहरू थप्पड दिनु रहने मेरो फोटो यिनीहरूको फोटो क्या दामी निकालेन मेरो राम्रै निकालेन मा कलवालेर दाइ म पनि छु त ए हट न तेरो कालो छोड्छ सो गाइस फेरि माइकिङ गर्न गएको होइन अघि
के नाम पुष्कर र यो भेटिसक्यो होइन नाम पनि मुखमा आउँदैन साथीहरूको यार अब फेरि अनाउन्समेन्ट त्यहाँ गर्न जान आँटेको छौँ अब भेट्छ कि भेट्दैन भनेर फेरि अनाउन्समेन्ट गर्न आइसकेको छ मैले ला दुईजना त भेट्यो कि अझै दुईजना छ अब रियाज र कन्हैया रियाज र माथि जाऊ न भाइहरू यो माइक ठुलो छ कि यो अफिसमा जाउँ त माइ मेलाको अफिस छ ठुलो छ कि राम्रो छ क्या यहाँ यो सिडीबाट माथि चढ्नु त कोठामा ल हुन्छ ल अब जाँदैछौँ होइन भित्र के हुन्छ अब भित्र पठायो कि हामीलाई अब हेरौँ खोइ अरू खोइ ए आउँछ नि त कता हो खोइ फोटो पनि छ मन्दिर पनि हो होइन दर्शन गर्दा हुन्छ सबैजना यता अरे हो त यता माथि दुईजना त अनाउन्समेन्टले नि भेट्यो होइन अब हेरौँ न त अब कतिजना भेट्छ दुईजना अझै छ है लास्ट अब कन्हैया र रियाज छ अब दुईजना लास्ट अब यहाँ फोटो सोटो खिच्छ अब अलिकति हेरौँ न त अब एकजनाको फोटो यहाँ आउँदैछ मेरो पनि आउँदैछ यो नानी हराएको रहेछ कसको नानी हो यसरी चाहिँ लापरवाही नगर्नु होइन आफ्नो नानीहरूमा त्यसरी चाहिँ छोडेर नहिँड्नु हो यत्रो सानो नानी छ यता माथि छोड्नु न माथि छ अरे यता माथि अनाउन्समेन्ट गर्नु उता माथि ल माथि जाँदैछौँ न त अब माथि के हुन्छ हेरौँ न त जसको साथीहरू यसरी भेटेन पनि होइन यसरी कन्ट्याक्ट गर्दा हुन्छ है अनाउन्समेन्ट गरिकन खोइ यहाँ छ अरे दस रियाज र कन्हैया है दाइ अफिसमा यसो हामीले होइन अफिस हट्नु जाउँछौँ त्यतिर अनाउन्समेन्ट गर्दैछ होइन यहाँ परेवाहरू पनि कति छ ढुकुरीहरू त परेवाहरू अहिले बनेको रहेछ राम्ररी बनाउँदैछन् एकचोटि यहाँबाट यताबाट देखाइदिन्छु नि तपाईँलाई म ल यहाँ दुरु रहेछ आम्मामा खतरा भिड रहेछ त अनि म पनि यतिको देखिन्छ र नि कस्तो भिड रहेछ नि मेलाहरू पनि घुमिरहेको छ अहिले त हाम्रो साथीहरू त बसबाट उत्रिने बित्तिकै हराउँछ यार दुईजना भेट्यो दुईजना चाहिँ अब अझै गायब भएको छ अब अनाउन्समेन्ट सुन्नु है ल रियाज र कन्हैयाको ल अब त्यसो भए भेट्ने रहेछ रियाजहरू होइन अब के हुन्छ हेरौँ उता अनाउन्समेन्ट त गरिसक्नु भएको छ अङ्कलले होइन अब भेटिन्छ नि त खतरा भन्छ यार जसको साथीभाइ बहिनी दिदी तथा कोही पनि हराएको छ भने यहाँ आउँदा हुन्छ होइन आएर हेल्प गर्नु भन्दाखेरि गरिदिनु हुन्छ मैले यहाँ फोटो खिचेको छुइनँ यार खिच्दैन फोटो यार अब यहाँ फोटो खिच्छु ल गाइज म यहाँनिर जो जाउनु पाएको छैन दर्शन गर्दा हुन्छ हिँड्दै दर्शन गरिहाल्नु नि त तपाईँहरू होइन बाहिर अब के गर्छन् हौ चिप्लाएर हिँड्नु अब कता जाने हो जाउँ न यताबाट छिरेर उता जाउँ अब यताबाट होइन उताबाट जाउँ न यताबाट आएको होइन यहाँ आउँदैन हौ तिनीहरू तर भिड चाहिँ खतरा रहेछ यार जे होस् दर्शन गर्नु है दर्शन गर्नु
सुक्खा तान्दै सानमा क्या आफूले फु गरेर अरे क्या माथि सिरिसक्यौँ गल्लिन गल्लिसो मालाहरू तेरो गल्लीलाई लग्दैन हौ लैजा त्यो एउटा चेन लैजा औँठी लैजा झुम्का लैजा ब्रेसलेट हान काजु बदाम कुकुर खाने हो नहुनु यहाँ त भिड त कम हुने पनि मान्दैन त यार कत्रो भिड छ हौ खिरण्डी हामी पारी चिन्न गएको होइन है जानु पनि मन लागेर हल्छी लागिरहेछ होइन भनेर यतै ठिक छ अलिक जाने कसैले भन्छ जाने नजाने थाहा छैन मलाई जे ठिकै छ ओए तेरो बुढीको लागि उयो लैजा न जान ऊ बुढी यहाँ छ पानीपुरी खाइसक्यो के गर्नु ल पानीपुरी खाम होइन पैसा नदेखि चलिदिन्छ लागेर माछ यो खेल्ने भयो के कतिमा आउँछ हेर न 500 पनि छ त हौ 10 नम्बरमा हौ दो पनि छ त दाइ 10 नम्बर 500 पनि रहेछ 500 10 नम्बर अरे ल यो निकालेर नानीले ल हेरौँ न त ल किन सिन्छ बेनीले किन फेरि निकाल्नु लाने अरे असली हो कि नकली हो त्यो हजुर 30 रुपैयाँ 12 दुईटा खाने कुरा आयो ल घाटा भयो भने कति रुपियाँ घाटा भयो अहिलेको छानेको आउँछ एलएमसी छ लाग्दिउँ अब 40 रुपियाँमा काम गरेछ है पर्पेश दाले 500 चुटा उठायो चल्दियो कोही नोट गयो नोट कहाँ दिएको छ चल्दियो लानु अनि भाग्नु छिराएर यस्तो त नगर्नु गच्छ बेरा कस्तो खिच्चा पो हुन्छ यार थियो तिमी बरु खोज्दा को यो फाडी हामी यस्तो भिड हेरेर चाहिँ नडराउँदा हुन्छ क्या जब साथीहरू छ साथ होइन तर डराउनु किन हो त्यो आफ्नो ध्यानमा जे बोलिरहेको हुन्छ हामी चाहिँ आफ्नोमा बोल्ने हो क्या यस्तो ध्यान भिडियो गरेँ नि त मैले त भिडियो नगर्नुमा झन् यस्तो राम्रो उयसमा कन्टेन्टमा झन् त त्यति राम्रो चाहिँ लिएको छुइनँ हो त मैले स्कुल सर्ट हो स्कुल सर्ट ले 500 रुपियाँ हालेर खुस भइरहेको छ आम्मा कत्रो खुस भएको 500 रुपियाँ हालेर यार त्यही पब्लिकसँग नडराउँदा हुन्छ क्या सिधै भन्छु म त्यही हो क्या म जे यहाँ बोल्न आउँछ बोलिदिँदा हुन्छ क्या नलजाइकन एकैचोटि नन स्टप बोलेको छ बोलेको तिनीहरू आफ्नो काममा ध्यान हुन्छ हामी आफ्नो काम गरिहाल्यो यो होइन कि यहाँ भिड छ यहाँ भिडियो नबनाउने हो भनेर क्या पुष्करले चाहिँ के किन्दैछ ओ यतै जाउँ हौ ओ पुष्कर ओइ अर्कोपट्टि आयो सुगा हेर्छु त के हो मा सुगा खोइ सुगाहरू पनि बेच्छ त अब चाहिँ तारी लिन आँटेको छु है तार लिन आँटेको छु अब दाइ लिन दाइ एक बोतल हौ तिमीले भिडियोमै हालिदिएछ त यो के हो खास यो के हो दाइ लिन
खाम्रो त हो त अनि कस्तो बोल्छ हौ एक बोतल लिन त एक बोतल दिन त यो 50 को कुनमा धेरै छ यार यो 100 को होइन यो गिलासले गिलासले त अरे उता गरे खाने नि सिजनसँग हो जुससँग खा सिटनसँग मा यहाँ 7 जना कति हुन्छ राख्नु न भुइँमा यो गाइस हामी माल भर्दैछौँ होइन तारी अरे तारी यो पखाल्ने हो यो एक भाट हानेर हेरौँ न यो मेरोमा यो पक्रियो बोतल पक्रियो ल अब यता लानु बाटे एक भाट हान्नु न म कस्तो खान्छु यो पक्नु नि यसलाई गिलास खान दिनु कोही बोतलको दिएन त यहाँले दिएन बोतलको तेल भयो बोतलको तेल त्यो राम्रो रहेछ होइन कस्तो छ त ला सामान राख्दे खतरा रहेछ एउटा मासुको परेको रहेछ दामी रहेछ मुद्राम त्यही अघि 500 हो यो होइन लुटेको माछ 500 रुपियाँ लुटुवा सजाएर राख्छ पैसा सजाउने चिज हो त होइन पैसा सजाउने चिज हो यो तलाई राम्रो लागेन पैसा झुन्डाको त्योबाट निकालेर चल्दियो पैसा कस्तो फेरि ध्यान पनि नगरेको अरे त्यसले नि चो 400 रिटर्न आइसक्यो होइन अब लाग्दै हुन्छ त त्यति खास रहेन रहेछ त होइन र पनि ठिकठाकै छ कस्तो बनायो कस्तो बनाउँदैन सास उयसमा अहिले एउटा सर्ट भिडियो चाहिँ अहिले पब्लिकको बिचमा गएर बनाउँछु क्या मैले म बनाउँछु कस्तो कमेडी होइन कि कस्तो भन्दा चाहिँ सुन न त्यो यति मान्छेहरूको अगाडि जस्तो फर्स्ट ब्लगर त भर्खरै ब्लग गरिदिन्छस् होइन त्यस्तै क्या मान्छेहरू हेरेर लजाउँछ नि त क्यामेरा बन्द गरिदिन्छस् त्यस्तै बनाउने क्या मान्छे मसी त्यो पनि ठिक हो नि त एकतिरबाट सेकुवा हान्ने भने जस्तो रामेको नातिहरूले सेकुवा फेरि मेरो चल्दैन क्या फेरि सुँगुर मासु चाहिँ हामीलाई हराम हो क्या त्यस्तो खानु हुँदैन हामीलाई बुरु राँगाको चाहिँ हुँदा चाहिँ हान्थ्यौँ होइन ठिक हुन्थ्यो त्यो लामा ओए उयो फिल्मको के भन्छौ सलमान खान गर्दाखेरि है समीर हट्टा अलिकति है सो अब मेरो चार्ज पनि छैन त्यति खास अब कतिखेर स्विच अफ हुन्छ थाहा हुँदैन कहाँ गयो त ओए कतिखेर अब यो हुन्छ चार्ज सकिन्छ थाहा छैन अब जबसम्म छ त बनाउँछु छैन भने त अब के भन्नु त त्यसपछि अनि अगाडि देखाउँछु नि त म ल यसलाई पनि खानेले भेटिसक्यो मैले अब खोइ चटपट यहाँ एक बार हान्नु त लु त्यसले त चटपट हान्नु गयो चम्ची माग्ने त्यहाँबाट हो तसँग सधैँ चम्ची छैन तेरो माग पाको माग मेरो छैन चटपट त तर मेरो रहेछ रियाजहरू छु यहाँ छु ऊ त्यो घरको माथि हो तिनीहरू छ अब हामी पनि 3 जना रहेछौँ यहाँ मैले एउटा कभर पनि किनेको छु दामी छ कभर चाहिँ फोन चाहिँ नयाँ टल्कि होइन मैले त्यो छोरा पनि धेरै टल्कियो क्या यो त्यो छोरा भन्दा धेरै टल्कियो लामा ची कस्तो गच्चा गरेर गाडीले त लिन्न त खाँदैन त अब त्यही माथि जाँदैछौँ अब अनि चस्मामा चाहिँ कस्तो देखिँदैछु भन्नु नि त अनि यहाँ हाम्रो रोटेपिङहरू देखिसक्यो त त्यहाँ माथि दिदीले पनि बोलाउँदै हामीले पनि जाँदैछौँ अब अन्त्यसँग एकचोटि सरी मागेर हेर्नुपर्छ क्या दिन्छ कि दिँदैन हेरौँ न त्यसको बाटो चाहिँ यताबाट छ तर हामी केटाहरू चाहिँ यहाँबाट हामी फालेर जाँदैछौँ क्या छिटो हो क्या परेर जाँदैछ
माथि पनि आइसकेको छु भने यतै माथि तिमीलाई फोटो गरिदिउँ अनि यस्तो छ माइलाको सिन भनेको त अनि ब्याकग्राउन्ड पनि दामी छ केटाहरू पनि सबै भेटिसक्यो अब होइन ओ यहाँबाट हाम फालिदिनु है यहाँ बुझ्दा हाम फालिदिनु पर्यो यहाँ समाउँछ नि त फेरि के समाउँछ नि त म त हाम खाना त फालिदिनु यहाँ छ नि त फेरि जस्तो लुक्स दामी छ यार बब्बा देखा न चारैतिर लुक्स दामी छ ओइ ए पुष्कर ल पुष्कर र सपिङ छैन होला पुष्कर सबिक र उयो सपिङ लाग्दियो दामी छ भ्यूहरू होइन ओइ सपिङ लाग्दियो अरे सधैँ लागेको हो कतिखेर भयो गएन उहाँ भेटेन? लाग्यो यो समिङले घर गएन त त्यहाँबाट भोला गयो अब प्रवेशदासी घर जाने भयो अब होइन अनि त्यसपछि हामी छोड्न गएको छोडेर अनि फेरि हामी दुइटा नहुने हो सबैले जाँदैछु अब तपाईँ जाने कहाँ अब घर हो को राति बस्ने आज रात तपाईँले तिनतिर जाने अब जाँदा जाँदा 1 घन्टा लाग्छ छोडिदिने हो त्यसपछि फेरि आउने हो के भन्नु भने यहाँ चाहिँ फिल्म पनि सुटिङ हुँदै रहेछ होइन यहाँ हेर्नु लाउनुहुन्छ एक्ट्रेसहरू त्यहाँ छ हिरो यहाँ हेर्दिन ल यो हिरो अरे थोडा हेरेको चाहिँ भाइ हिरोको फेरि अरूले क्यामेरा पनि छ डाइरेक्टर यहाँहरू छ सुटिँदा हुँदैछ अब चाहिँ गाइड बबल टी खाँदैछ यसले पनि बबल टी जाँदा बबल टी अरे बबल टी खान्छ बबल टी अब मान्छे पनि घटिसक्यो होइन अब मान्छे घटिसक्यो अब हामी घर जाने हो पुष्करलाई खोज्दैछौँ कता गयो फेरि माइकिङ गर्न लानुपर्छ क्या ओए माइकिङ गर्दा गर्दा भक्क लागिसक्यो नेचुरल खाना बनाएछ नि फेरि फ्रीमा हो लाग्यो तुझे घर है घर त लाग्दिएको छैन चान्स छैन घर चाहिँ फाटा कम्पनी आफ्नो फेस देखा फाटा कम्पनी रेखा थापाहरू चाहिँ करिश्मा कपुर खतरा राम्रीहरू छ राम्री धेरै राम्रीहरू ह्यान्सीहरू छ सिकिसक्यो सो गाइस यहाँको बबल टी चाहिँ पानी टी जस्तो लाग्दैछ मलाई यहाँ चाहिँ हो राम 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 ल अब पुष्करहरूलाई खोज्ने पुष्करहरूलाई भेटेर पछि अनि त्यसपछि हामी घर जाने अब धेरै टाइम पनि भइसक्यो होइन धेरै बस्यो भने बसहरू पनि भेट्दैन जे होस् रमाइलो छु धेरै भयो यहाँनिर एकदम चल्दै मैले ला म्यान पानीपुरी भात छ यार पानीपुरी खायो गइसक्यो यता 3 जना हामीहरू छौँ 3 जना हामी छौँ अब लाग्दैन अब धेरै टाइम भयो खुट्टा सुट्टा पनि देखिसक्यो चार्ज पनि छैन फोनमा सिधै घर चार्ज हान्ने फोन अनि त्यसपछि के हुन्छ हेरौँ न र पनि अब सबैजनाले जाँदाखेरि रिटर्न हुँदैछ अब धेरै टाइम बस्यो भने फेरि बसहरू भेट्दैन क्या त्यही हो मेन कारण त्यही भएर छिटो चल्दै अब